बाटो चलाउने हो म त आनन्दले कर्सिनलाई कुरेको त यो बाटो त बहुत चलाउन सक्छु होला बाइक चाहिँ अलिक गाह्रो थियो हेर गाइस कुहिरो लाग्यो लाइट पनि कति मधुर हो भर्खर लाइट अन गरेको हामी हेडलाइट्स यो त बाटो बाइक जस्तो हुन्न होला नि ए ए ए बाइक जस्तो हुन्न भनेको त गयो त मलाई फेरि नमारेर मलाई मारेर फेरि स्टार्टिङ पोइन्टबाट सुरु गरे हुन्थ्यो कहाँ अब यहाँदेखि मलाई कसरी चलाउने ल कस्तो ल मिसन फेल भनेर मलाई फेरि रिस्टार्ट गराएर फेरि मलाई अब कहाँदेखि चलाउनु हुन्छ यो गाडी क्यान आई गो फेल यस हो यो हो नि फेल भनेर फेरि सुरु गऱ्यो ए अलिकति भित्तामा ठोक्किन नहुने ए भित्तामा ठोक्केको त के हो मलाई बाउन्स गरिदिन्छ झन् बाइकभन्दा सहिलो हुन्छ यो भनेको त झन् गाह्रो हुने त यत्रो ठुलो भोल्टेवाला ट्रक बोकेर कहाँ थियो नि त्यहाँ छुनु भएन त भित्तालाई अनि भित्ता लागेको छोरो किन्न हुनु नि यत्रो उडाइदियो मलाई सुन्दैछु क्यामेरा मिलाउँदा पनि यहाँ कस्तो मोड चाहिँ इजी मोड छैन यो गेमको आई वान्ट टु प्ले इन इजी मोड के कति लामो हो र यो ट्रेल 500 मिटर मात्रै भयो नि मेरो लेफ्ट साइडको टायरले त हावा कस्तो है मेरो लेफ्ट साइडको टायरको ओ घुमाउनु त साह्रै एफोर्ट लाग्ने चाहिँ यार कमान एक्चुअली मैले अगाडिको बटनै दबाउनु परिरहेछ न ए त्यो मैले ब्रेक हान्दा नि त्यस्तो हुन्छ ब्रेक हानेको त त्यस्तो भएको यार यो अटो ड्राइभमा हो र खसेको यार धेरै टाढा नपुरान यार साह्रै प्रेसर भित्तामा छोयो भने नि ट्रक उठ्छ नछोयो भने ट्रक उठ्छ अगाडिको बटन दबाउनै परेन ट्रक आफै गुडिरहेछ बल्ल यतिखेर अगाडिको चलाउनु परेन त बटन अब यहाँबाट नि खसेर फेरि मलाई सुरुदै पुऱ्याउँछ भने त के गरौँ म अब प्लिज यो त ढुङ्गा हावामा उडे जस्तो प्लिज कति टाढामा तर यो हरियो लाइन प्लिज आउला यहाँ बाउनु भइसक्यो पुगेन हे पुग्यो होला भनेर कुदाएको त
खै बाटो छैन डाँडा काँडा म पल्टिन अब सही पल्टिन अन्त ठिक छ खोल्स आउनु भएन के ओए ओए या मारे यिनीहरू त मुक्ति नाथे पुऱ्याउनु लाग्यो क्या यार ल अब चाहिँ एक गियरमा उता त गाडीहरू त कस्तो स्मुथली गएको देखाएको म किन यताको बाटो आएको फेरि खोल्स आयो चेक पोइन्टहरू त पास भइरहेको छ भने अब खस्यो भने त मलाई फेरि उति सुरुमा पुऱ्याउँदैन होला नि यार फेरि सुरुमा पुऱ्याउनु लाग्यो जति हुन्छ है अब त म खसे पनि यहाँ खोल्छ त फेरि खोल्छ छैन भन्नाले ठ्याक्कै खोल्छ आयो ओ क्यामेरा मिलाऊ भाइ क्यामेरा मिलाऊ ब्रेक हान क्यामेरा मिलाऊ ए आई क्यान कम ब्याक मलाई फेरि बिगिनिङबाट सुरु गरायो हाउ टु एक्सेप्ट दिस के त्यत्रो हिउँसम्म पुगेको मान्छेलाई फेरि यहाँ बित्ती यस्तै सुरुदेखि नै उयो स्टार्ट गराउने त्यही यस्तै मिसन देखेपछि मलाई मिसन खेल्नु मन लाग्दैन त्यति टाढा पुगेको मान्छेलाई यार ए धन्य खासे लेख्न जान अलि लेख्न जा ए give me easy mode न त भिजिबिलिटी राम्रो छ न त क्यामेराको मुभमेन्ट भइरहेको छ यहाँ क्यामेरै चलाउन गाह्रो भइरहेको छ आफूले घुमाउनुपर्छ क्यामेरा त्यही माथि बाटोहरू यस्तो छ कि एउटा ढुङ्गालाई टच गऱ्यो भने यो टिप्पर त उठ्छ यार पसिना निकाल्नु खमन न क्यामेराको एङ्गल कुन राम्रै कन्फ्युज भएको त्यहाँ छिमेको ढुङ्गालाई उठिरहेको म कस्तो बाटो पठाएको होला कि मलाई यार
हेर्न 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 केही दबाउँदैन अगाडिको अब दबाउनै पऱ्यो दबाउँदैन अलिकति डिफिल बनाइदिन्छ नि कस्तो डिफिल गरेर के गर्ने र केमा ठोक्यो हा जसको यत्तिकै जाउँ आई डोन्ट वान्ट टु प्रेस द फरवर्ड बटन के एक्सिलेटरमा मैले खुट्टै हाल्दैन अब मिन्स मेरो फिङ्गर स्पेसको ब्रेक हान्दाखेरि पनि ठिक हुन्छ क्या हो पछाडिको ब्रेक ब्याक तुरन्तमा एस दबाउँदाखेरि त यार ओ ओ ओ ओ यो हो नि एस नदबाउनु पर्ने त एस दबायो भने त मेरो गाडी उक्लिन्छ यार अब अघि खसेको ठाउँको नजिक नजिक आउनु लागिसकेँ वाट हाउ डिड माई ट्रेल फेल ए प्रभु त्यसरी पनि फेल हुन्छ ब्रेक मात्रै हानेको नि फेल भने यार झन् सम्म ठाउँमा आयो अब चाहिँ म खस्दैन भनेर चाहिँ अलिकति कन्फिडेन्ट भएको थिएँ त्यस्तो सम्म ठाउँमा गऱ्यो मलाई यार यार भोक खाना भोक भोको बस गेम खेलिरहेको छु यार आज उस्तै पऱ्यो लन्च पनि स्किप गरेर यो गेम कटाउँछ भनेर बसिरहेको छु झन् त्यस्तो त्यस्तो कुराले झन् मिसन फेल भन्छ अनि कति कटाउनु त मिसनहरू त्यस्तो त्यस्तो कुराले पनि फेल भयो ब्रेक हानेको मिसन फेल ल त्यो भुवन किसिएर छोप्यो भने त देखायो भने त भुवन किसिएर उडाइदिनु आवाज कति ठुलो त्यहाँसम्म पुगेर मैले ब्रेक हानेर त्यो खतम भयो के मैले भनेर यो गेमले पहिले दियो भने त रुल्स एन्ड रेगुलेसन त्यो हरियो लाइनलाई छोड्न पनि छोडेको थिएँ जस्तो लाइन एस त दबाउनै भएन हो यस्तो होस् न बरु यस्तो ठोकेर पनि केही छैन अब आवाज मात्रै आउँछ यार कहिले कस्तो त ठोक्यो भने चाहिँ उछुटाइन्छ यार कुन खोल्सा पुऱ्याइन्छ यार कति टाढा आइसक्यो यार यो मिसन पास गरेको त्यही 500 दिन्छ पसिनै निकाल्थ्यो त्यो मिसन यार बाटो भरे पाएन यार के हो र मैले त्यो हरियो लाइन छोड्नु हुँदैन हरियो लाइन छोड्यो भने मिसन फेल भनिदियो कि कुदाउनु भएन कि यस्तो आयो भनेको फेरि
अघि मैले यहीँ ब्रेक हानेर म ऊ भएको ए हान्दैन म ब्रेक झन् यस्तो सिधा यो सम्म बाटोमा त झन् डेन्जरस यस्तो ब्रेक हानेर अलिकति हरियोभन्दा अलिकति पर गयो भने हेर फेरि एक्सिडेन्ट हुन्छ हुन्छ पर गयो भने त भ्याइयो प्लिज के प्लिज कट्न दिने यार यो पनि यहाँ तल के अरे भुल्न नै सकेन यति पर आएर पनि के अरे फेरि मिसन फेल भयो भने त यार फेरि सुरुदेखि फेरि गाडी यो चढाउने अगाडिको बटन दबाउँदैन म जेसुकै चल्दै चल्यो भने त दबाउनु पऱ्यो न त अब नट त्यत्तिकै स्लो जाम भयो स्लो एन्ड स्टेडी विन्स द रेस भन्छ कि अब यत्तिकै जाम तर मेबी दिस इज द ह्याक कि केही पनि नदबाउने गाडी आफै माथि चढ्छ आई जस्ट ह्याभ टु डु लेफ्ट एन्ड राइट चढ्यो इट्स नट मुभिङ मुभ हुन बन्द गऱ्यो फेरि के भन्नु प्लिज 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 मिसन फेल नहो अघि यो बाटो आइसकेको म यति टाढासम्म पुगेको थिएँ मलाई फेरि सुरुदेखि स्टार्ट गरायो आफै चल्न गाडी यार प्लिज 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 यति माथि आइसकेको छु प्लिज डोन्ट लेट मी फेल प्लिज ए भित्ता नठोकी छोडाइन्छ भित्ता ठोकिएन प्लिज प्लिज पास गर्न दियो अब त भ्याइएन हरियो लाइन छोड्नु भएन कि हरियो लाइन छोड्नु भएन हरियो लाइन छोड्यो भने फेल भइन्छ बोल्न आएँ कि म अघि खसेको ठाउँमा सो मच प्रेसर के यार यस्तो त हरर गेम खेल्दा नि हुन्न है ओ तर्सेको म त मिसन फेल भयो नि है तरिका यार सँगै बनायो नि म त तर्सेको मिसन फेल भनेर ओहो आफै पनि पड्क्यो क्या